म भन्नु उनीहरु हामीले चाहिँ धेरै कुराहरु के छन् भने परिवर्तन गर्नुपर्ने छ। धेरै जनताको जो आशा छन् त्यो आशालाई कायम राख्नुपर्ने छ र विभिन्न कामहरु गर्नुपर्ने छन्। एक ठाउँको ल्या, एक समाजको ल्या र यो देशको ल्या हामीले जो चाहिने परिवर्तन हुनुपर्छ भन्ने जो आशा छ त्यसलाई धन्यवाद छ। र सबै ठुलो कुरा दोगुडा केदार को जनता सचेत छ, शिक्षित छ भन्ने कुरा प्रमाणित भइसकिरहेछ। जो अहिले भएको संघीय निर्वाचन छ र संघीय निर्वाचनमा दोगुडा केदार गाउँपालिकाबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गरेपछि जो चाहिँ सबै ठिक मत दिइरहेछन् त्यसले हृदयबाट आज दोगुडा केदारको सम्पूर्ण जनतालाई हृदयबाट धन्यवाद व्यक्त गर्छु। अब उन्या स्थानीय वडाको र जो प्रदेश को चुनाव छ त्यस चुनावमा पक्काले बहुमत का साथ, अत्याधिक मत का साथ राष्ट्रपतिलाई जिताउनले हम सब लाग्दियौं र जनता एक फेर आज विश्वास गर्छन् भन्नेमा हम पूरा विश्वस्त छौं। र एकल्या जो हजुरहरु लागिरहेछ खम्बा वडा समिति भनेको सबै मजबुत खम्बा हो। वडा समितिले वडाका समस्या, जनताका समस्या, जनताका गुनासा र ती समाधान गर्नका केन्द्रसम्म पुग्ने आवाज वडा समिति हो। वडाले पालिका समितिलाई भन्यो, पालिकाले जिल्ला भन्यो, मठसम्म हजुरहरुका समस्याहरु पुग्दैन र ती समस्याहरु समाधान हुनेन्। तर अहिले के हुन्छ भनेपछि सबै कुराहरु जनताको आशा धेरै ठूलो छ। सबै कुराहरु एकै फेर समाधान हुनेन्, सबै समस्या एकै फेर समाधान हुनेन् भन्नु नै सकिनु। के भने कर्मशः सरकारले काम गर्दा छ, कर्मशः रूपमा अगाडि बढ्दा छ। 2 महिना मात्र सरकार बन्यो होरेन् तर सरकारले यति काम गरिरहेको छ, जुन डेलिभरी दिइरहेको छ, जुन जनताका समस्या सम्बोधन गर्दै छ। आज के समस्या दर्ता भोलक ती समस्या समाधान हुन छ। सरकारले आफ्नो लेभलमा काम गर्दा छ। तर संघीय सरकार भयो, नीति नियम बनाउने ठाउँ हुनाले, पोलिसी मेकिङ गर्ने ठाउँ हुनाले अहिले विकास बजेटहरु, हाम्रा बाटाघाटाका समस्याहरु, खानेपानीका समस्याहरु, विभिन्न समस्याहरु छन्। ती सबै समस्या अहिले समाधान हुन्न राष्ट्रको सरकार पुग्न जे सकियो भन्ने कुरा नआनो। अब चाहिने आउने स्थानीय चुनावमा, प्रदेशको चुनावमा आजै हामीले चाहिने तलबाट नै एक फेर राष्ट्रलाई विश्वास गरेर राष्ट्रलाई जितायो भनेपछि पक्काले ती समस्या समाधान हुनेन्। पक्काले जनताले त्यो चाहेको छ र मथिको सरकार र तलको सरकार प्यारल भयो, सबै राष्ट्रको सरकार भयो भने जनताको चाहनाहरु पूरा हुन धेरै समय नलाग्ने। त्यसले हम सबले लागबेट मेहनत गर्बेट र जनताको जो आशा छ त्यो आशालाई निराशामा नबदल्ने हिसाबले हामीले काम गर्नुपर्ने छ। 40, 50, 50 वर्षपछि राज गरेर या प्राइड बलान हुन्न राष्ट्रसभा सरकार आयो, के गर्यो? 2 महिना होइरान राष्ट्रसभा सरकार आयो, हामीले के गर्यो भन्ने यिनलाई एक प्रश्नको जवाब दिन सक्ने यिनको हैसियत नै थिए। तर 2 महिनामा के गर्यो राष्ट्रपतिले के गर्यो भन्ने सय जवाब छन् हमसित। 2 महिना भित्र इसो गर्यो, नीति नियम बसेले अहिलेसम्म जडा गाइराखेका मतलब भनौँ न सब बिगाडेका पार्टीका जो राजनीतिक नियुक्तिहरू छन् ती राजनीतिक नियुक्तहरू खारेज गरेर आने गरिबका चेलाले आवेदन दिन सक्ने व्यवस्था राष्ट्रले बनाइरहेको छ। सिस्टम करप्टेड छ, सबै कुरा छन्। विगतका दिनमा वर्षौंसम्म बिजुली नपुगेको हाम्रो अहिलेसम्म कलाको निम्ति र हाम्रा समस्याहरू, रोडका समस्याहरू, बाटोघाटोका समस्याहरू जो कति छन्। तर राष्ट्रको सरकार आएका 10 दिनमा फटाफट पोल गाडी नआएर राष्ट्रको सरकारले पक्काले जो चाहिँ डेलिभरी छ, जो जनताले चाहेको छ, जो विश्वास गरिरहेको छ त्यसमा सरकार अडिग छ। के काम सरकार गर्दा छ? आजले हाम्रो चाहिँ सङ्घमा मात्र सरकार छ भनेबाट स्थानीयमा भएका विकृति विसङ्गतिहरू चुप्पु लागेबाट हामीले हेरिराख्नुपर्ने अवस्था नआए थिए। अब जहाँ गलत अन्दाज छ त्यहाँ राष्ट्रपतिले बोल्छ, गलत भएको ठाउँमा राष्ट्रपति पुग्छ, गलतहरूका विरुद्ध राष्ट्रपति जान्छ। सम्पत्ति शुद्धिकरण भन्ने ऐन लागिरहेछ। जति यिनीहरूले अपुस सम्पत्ति कमाइरहेको छ, जति भ्रष्टाचार गरी सम्पत्ति कमाइरहेको छ, यिनीहरू एक सम्पत्ति छानबिन हुन्छ। तर ठुला अरबकैद खरबकैदबाट सुरु हुन छ। तर तलतिर पालिका समूहलाई यो पुग्ने हो, तल यिनले हमको जुम्ला भन्ने नसुचले हुन्छ। जो गलत गरिरहेको छ हिसाब दिन्छ। र पक्काले के छन् भने विभिन्न समस्याहरू छन्, स्वास्थ्यका समस्याहरू छन्, शिक्षाका समस्याहरू छन्, बाटोघाटोका समस्याहरू छन्। आफूले ए समितिले चाहिने यो समस्या समाधान गर्नुपर्छ। मैले जो चाहिने पार्टी खुल्ला अगाडि बैठे मैले भन्दा हाम्रो रवि लामी छाने कि ईश्वर खोजलेकोमा आएर हामीले मतलब प्रस्ताव सल्लाह गरेर अगाडि बढे आउँ। हामीलाई विभिन्न सामाजिक कामहरू गरिरहेको त्यहाँ विभिन्न समाजसेवामा त्यहाँ ती समाजसेवा गरून्, त्यहाँ ती जनताका पीडा, ती
ती जनताका समस्या मैले निकटै महसुस गरिरहेको र ती समस्या इसा छन् कि अस्पतालसम्म झाँक्ल्या मान्छेका पैसा नै हुन्थे उपचार किला छाड्यो भनेपछि स्वास्थ्य सेवा अनि शिक्षामा अहिले चाहिँ गुणस्तर हुनुपर्छ विभिन्न परिवर्तन हुनुपर्छ भन्ने आवाज आएर यहाँ के हो रे भने हजुरको 25 करोडका बिल्डिङ मात्र ठल्न आएर स्वास्थ्यको नाममा तर त्यो बिल्डिङले वास्तविक स्वास्थ्य सेवा पुग्ने हो त त्यहाँ वास्तवमा एमबीबीएस डक्टर चाहियो त्यहाँ इन्फ्रास्ट्रक्चर चाहियो त्यहाँ मसिन चाहियो ठुल्ठुला बिल्डिङले नै हाल्यो हामीले चाहिने नाना बिल्डिङमा लगेर चाहिँ निका डक्टर र निका मसिन राख्नु सक्नु पर्छ त मात्र जनताले स्वास्थ्य छ सरकार छ भन्ने महसुस हुने आम नागरिकलाई हामीलाई के छ भनेबाट भोट ब्याङ्कको रूपमा प्रयोग गरिरहेको छ अहिलेसम्म युज एन्ड थ्रो जनतालाई गरिरहेको छ तर दोगडा केदारको जनता सचेत छ अब सायद भोट ब्याङ्कमा नआउने हो अब सायद परिवर्तनमा मत हाल्यो अब सायद राष्ट्रिय सरकार ल्याउने हो भन्नेमा चाहिँ विश्वस्त छ जनता सचेत छ भन्ने स्पष्ट उदाहरण दिइसकिरहेको छ अब हामी चाहिँ के हो भने हाम्रो नान भएको कमी कमजोरीहरू गल्तीहरूलाई भोलिको दिनमा ठुलो इस्यु बनाइसक्छ जस्तै हाम्रो सभापति रवि लामी छानेमाथि जो प्रतिशोध गरिरहेको छ त्यही प्रकारले चाहिँ हामी स्वच्छ हुनु पर्यो हामी निष्पक्ष हुनु पर्यो हामीले आफूले गलत नै हो गलत गतिलाई छाड्नु नै हो कम एकजना व्यक्ति नै हो कमसित राजसभा छ म यिनीहरूलाई विरुद्ध एक्लो अन्यायले लड्यो एक्लो अन्याय आयो के त त्यो सब हुन्थ्यो अहिले त एक पार्टी छ केन्द्र छ भोलि यहाँ तमला के समस्या हुन्छ काठमाडौँबाट आवाज उठाउँछ सदनमा आवाज उठ्छ हम आफ गलत ना गरौँ गलत गतिलाई हामीले छाड्नु ना हो हाम्रा रुपियाँ यी सब खन्नारिया हाम्रा रुपियाँ के भने हम 100 रुपियाँको रिचार्ज हालिन्छ 2 रुपियाँ काटिन्छ 98 रुपियाँ मात्र हुन्छ 2 रुपियाँ सरकारलाई गरिदिनु नार्यो हम डाइरेक्ट नबुझाइल हम चिले सामान किन्नु तपाईँको के न के प्रतिशत सरकारलाई कर जान्छ भनेपछि यिनले गर्दारिएका भ्रष्टाचार विकृति विसङ्गति देखुन्छ हामीले चुप्पो लाग्दैन है सरकार रुपियाँ हुन्छ भयो होला भन्ने सोच नराख्दै इन पैसा हाम्रा हुन् हामीले गलत गर्छु दिनमा हो भन्ने हिसाबले हामीले अगाडि बढ्नु पर्छ अघिल्ला हजुरहरू सबैलाई सचेत अनुरोधले व्यक्त गर्न चाहनु र जुनसुकै अवस्थामा जुनसुकै समयमा राजसभा हजुरहरूसित रहने आशागत भयो र आज एक समिति बन्यो यो खुला सत्र सकिएपछि हामी चाहिँ दलमा बन्द सत्र कार्यक्रम हुन्यो त्यो समितिमा विभिन्न विभागहरू छन् जो हजुरहरू वडा समितिमा बसिरहेको छ त्यो वडा समितिले त्यो पालिका समितिसम्म समस्याहरू गुनासाहरू ल्याउनका लागि पालिकाले मत ल्याउनका लागि हामीले पालिका स्तरीय समिति निर्माण गर्नुपर्ने हुन्छ तपाईँ चाहिँ आज जो पालिका समिति बन्यो त्यो पालिका समितिलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहनु यो पालिका समितिले यहाँका आवाजविहीनहरूका आवाजहरू बनोस् यहाँका जयको सहारा नायकको सहारा बनोस् र यहाँका जनताको पीडामा मलम लगाउने काम गरोस् र यहाँका भ्रष्टाचार व्यक्ति विकृतिहरूको विरुद्ध आवाज उठाओस् यस समितिलाई म हार्दिक शुभकामनाले व्यक्त गर्छु जुनसुकै ठाउँमा मैले भनाल्या अहिले म केन्द्रमा पुग्नेहाले प्रदेशको नेतृत्व लिने ठाउँमा पुग्नेहाले यो मेरो जन्म ठाउँ हो यो दोगडा केदार पवित्र भूमि हो यो देवभूमि हो यो ठाउँ ल्या म सत्य कुरामा म लाग्ने कुरामा हजुरहरूका साथ दिने कुराहरूमा म रात दिन नभनेर हजुरहरूसित खटिने म बाचालाई गर्न चाहन्छु हजुरहरूको साथमा रहने प्रतिबद्धतालाई गर्न चाहन्छु तर हजुरहरूले एक प्रतिबद्धता एक बाचा गर्नुपर्ने हुन्छ के बाचा हो भने अबको समयमा अब जनताले जो वितृष्णा छ जनताले जो प्रकारको यिनीहरूप्रति गलत वितृष्णाहरू छ त्यो वितृष्णा राष्ट्रप्रति नहोस् भन्ने हिसाबले हामीले जनतासँग भित्रिबट्ने हुन्छ अबका नेतृत्व भनेका अबका नेता भनेका त हामीमध्ये छानिनेन् कोही ठुलो मतलब अलगै मान्छे हुँदैन एक भनौँ न चिया गाउँमा राजसभाका कुरा हुन्न टोलमा राजसभाको कुरा हुन्न हो यिन त बोल्नु नै देख्न भाषण गर्नु नै देख्न राजनीति गर्नु नै देख्न हुन्न यिनीहरू चाहिँ चिल्ला गफ चिल्ला भाषण दिन खोक्रा कुरा गर्छु कमिसन मात्र खान भ्रष्टाचार गर्छु राजनीति हो भने राजनीति हामीले गर्छु नै हामीले स्वच्छ राजनीति गर्छु छ हामीले राजनीति भनेको समाज सेवा हो समाज सेवाको राजनीति गर्छु छ र जनताका पीडामा मलम लगाउने राजनीति गर्छु छ र हजुरहरूको साथ सहयोग चाहिने हो र गाउँ टोलका समस्याहरू हामीसित ल्यास हामी समाधान गर्ने प्रयत्न गर्छौँ सबै कुराहरू अहिले नभ्याला एक कुराहरू सुरुवात गर्छौँ अहिले चाहिने मैले भनिराख्यो हम जितपट्टि 5 वर्ष पछाडि भोट त्यो भनेको मुभ नै दिएको हजुरहरूसित 6 महिनामा सकेसम्म नत्र एक वर्षमा हजुरका गाउँ
टोलका समस्याहरू के छन् भने हजुरहरूको टोलमा होला, गाउँमा होला, सकिने समस्या समाधान गरिबट होला, नसकिने समस्याहरू त्यही कारणले हामीले सकेन के पछा गरिदिउँ भन्ने हिसाबले होला। तर जनतासित भिजला, जनतालाई हम जितेर उहाँ जाए काठमाडौँ जाए धनगढ जाए बस्ने काम हाम्रा हातमा नानी हो। केही समय गइएलो त्यही भनेर समाधान गर्दा संघीय संसद भवनमा संघीय मन्त्रालयमा पुग्नु पर्छ। के समय झन्ट्या 1-2 महिना झन्ट्या अब नयाँ फर्किने कि गयान कि भोटभेट जनसङ्ख्या 6 महिनामा 1 वर्षमा हजुरहरूका घर दैलोमा पुगेर समस्या समाधान गर्दा हामी तयार छौँ। तर अब स्थानीय चुनाव, पालिकाको चुनाव, वडाको चुनाव जित्नुलाई कमले तयार हुनुपर्ने जरुरी छ। अहिले अहिलेबाट एकैछिन जरुरी छ, सबैले तयार हुनुपर्ने जरुरी छ। धेरै कुराहरू नगर्बेट मैले भनेलाई हम भाषामा विश्वास गर्दै मान्छे नै हम काममा विश्वास गर्दियो। हाम्रो बोलीमा हैन हाम्रो व्यवहारमा लागू हुनुपर्ने हिसाबले काम गर्दियो। हम विधिको शासनमा अडिग छौँ, विधिको शासनका अनुरूप काम गर्दियो, जिले काम गर्दियो, जनतालाई पारदर्शी र जवाबदेही दिने हिसाबले काम गर्दियो। भोलि चाहिँ राष्ट्रको और फरक के छ भन्ने हिसाबले होला यहाँको वडा, यहाँको पालिका नेतृत्व सबै कम्युनिल चुन्नु पर्यो। मेरो नजिक हुनामा आफ्नो आफन्तवाद, नातावाद, पितृवाद केही पनि लागु नहुने माग्नेले काम गर्नु छाडे जस्तो छ। ठीक छ, सबैलाई अन्तिममा म के भन्नु भने आगामी चुनावको तयारी गरौँ र जनताका समस्या समाधान गरौँ। धेरै कुराहरू नभन्नुभयो म हजुरहरूको साथमा सुख दुःखमा हजुरहरूको साथमा रहने बाचा गरिदिँदै म अब के भने अन्त्य गर्छु।